तैँले म पेला हामी चाहिँ कल गर्दैछु तर यिनीहरूलाई अहिलेसम्म कल रिसिभ गरेको छैन। पार भयो। यहाँ चाहिँ हामीले केक देख्छ भनेर केकले एकदम कभर गरेर लुकाएर राखेको छौँ फ्रिजमा। यो चाहिँ के को लागि भन्दाखेरि चाहिँ आज चाहिँ भाइ बुहारीको एनिभर्सरी भएर हामीले चाहिँ सानो सरप्राइज दिन आँटेको। देख्न सक्नुहुँदैछ हामी आमाजीहरूको मेहनत। भाइ बुहारी मस्त सुतिरहेछ, हामी दुईजना चाहिँ काम गरिरहेको छौँ सरप्राइज दिनु लागि। अनि हाम्रो फाइनल लुक चाहिँ यतिको आएको थियो। अनि यहाँ चाहिँ हल्का हामीले फोटो क्लिक गर्नुपर्छ भने लिपस्टिक लगाएको। तैँले म पेला हामी चाहिँ कल गर्दैछु तर यिनीहरूलाई अहिलेसम्म कल रिसिभ गरेको छैन। पार भयो। के गर्दैछ? अघिदेखिको बोलाएको सुन्दैन। के गर्दैछ? बुढाबुढी निदायो यति छिटो? उठाऊ भाइलाई, उठाऊ यहाँ दैलोमा। यहाँ देख्न सक्नुहुँदैछ निन्द्राले एकदमै साह्रो परिरहेछ उनीहरूलाई। बुढी मक्खै है। गिफ्ट चाहिँ पाइसकेको छ। ह्याप्पी एनिभर्सरी। थ्याङ्क यू। ह्याप्पी एनिभर्सरी। उयो गर्ने भनेको थिएँ नभए तिमीहरूलाई गइहाल्नु पर्ने अरे। मिठो केक त। चिनी लाग्छ नि त। सुत्केर भयो नि खाँदै। हाम्रो मम्मी चाल भएन देखिन भन्न चारैतिर हामीले सामानले मात्रै खानु पाएन कि कोही मात्रै खानु पाएन।